आज चाहिँ मेरो किचनमा क्यानवाला कटर पाक्दैछ। नेपालको जस्तो कटर पाउनु त अब त्यस्तै हो है, तैपनि क्यानमा भयो नि यतिकै भयो नि पाइन्छ र खान मन लागेको बेला खान पाइन्छ, त्यही खुसी लाग्छ। यो क्यानवाला कटर चाहिँ अलरेडी भिनेगर वाटरमा सोक गरेर राखेको हुन्छ के, अनि त्यसैले यसमा चाहिँ अलिअलि मसलाहरू हालेर टमाटरहरू थोरै हालेर बनाउँदा नि एकदम मिठो हुन्छ। मैले चाहिँ यस्तै गरेर बनाउँछु, सबैको आफ्नो आफ्नो बनाउने तरिका हुन्छ है। मलाई चाहिँ एकदम मनपर्ने भएर मैले कहिलेकाहीँ यसो लिएर आएर बनाएर खाइरहेको हुन्छु। अनि त्यही हो, यसो भिडियो नि बनाऊँ न त बनाइरहेको बेला भन्यो, कहिले के नमिले जस्तो हुन्छ के नमिले जस्तो हुन्छ, धेरै जान्ने भएपछि त्यस्तै हुँदो रहेछ है। अनि फेरि यसो प्लेटिङ गरेको नि भिडियो बनाउँछु भनेको त है। अनि मैले उता साग र कटर हालिरहेको क्यामेरा त घुमिरहेको रहेछ क्या। अनि फेरि त्यसलाई अलिकति सिधा बनाए तै पनि केही नमिले जस्तो भएको रहेछ।